गाइसहरु यतिखेर चाहिँ हामी च्याल्सा गुम्बामा आइपुगेका छौँ। यो चाहिँ तल्लो च्याल्सा गुम्बा हो। यहाँ भन्दा माथि पनि च्याल्सा गुम्बा रहेको छ। ठुलो च्याल्सा गुम्बा चाहिँ माथि चाहिँ यहाँ एउटा गुम्बा रहेछ यो तलतिर। वाउ, यहाँको दृश्य साँच्चीकै रमाइलो देखिन्छ। यो साइडमा के हो, यो झन्डा जस्तो यो लामाहरूको आफ्नो भाषामा के भन्छ कुनि। यहाँ तल एउटा के रे लुङदर हो। यो कुन गुम्बा रहेछ तलै गएर हेरौँ के गुम्बा रहेछ। बेतोक पाके नामदोल चोली मनाश्री भनेर चाहिँ लेखेको रहेछ। नखोलाइ पर्मिसन बिना खोल्नु हुँदैन है। वाउ, जता हेरे पनि रमाइलो, चारैतिर रमाइलो, साह्रै रमाइलो। साह्रै रमाइलो दृश्य छ। यहाँ मान्छेहरू चाहिँ बस्नको लागि बसेर दृश्य हेर्ने साह्रै गजबको ठाउँ छ। यहाँ पर च्याल्साको गाउँहरू देखिँदैछ। गुम्बा हो कि के हो, पर नै गुम्बै रहेछ। अनि यो माथि हामी पुग्छौँ। यो चाहिँ तल्लो च्याल्सा भयो, तल्लो च्याल्सा गुम्बा भयो। यहाँ चाहिँ माथि च्याल्सा गुम्बा माथि छ, ठुलो गुम्बा चाहिँ माथि छ। त्योभन्दा माथितिर यो ध्वजा टागेको जस्तो ठाउँमा हामी जान्छौँ। माथि ढिलबा त्यहाँ पनि साह्रै रमाइलो छ त्यहाँको दृश्य। गाइसहरु यहाँ 7 जना रनरहरू चाहिँ रेस गर्दैछन् र विनर हुनेलाई चाहिँ विशेष प्राइजको पनि व्यवस्था गरिएको छ। त्यो चाहिँ सेक्रेटै राखौँ ल है। 1 2 3 गो। को विनर हुन्छ? को भानु विनर। ल भानु विनर, नरेश सेकेन्ड थर्ड। ल को गाउँ त खतरा गाइस भाइ, खतरा। औलानी आउनु त जुनेली के ल्याइदेऊ मायाले कोसेली। मेरो जस्ना पशुहरू हुनुपर्छ होइन, मेरो जस्ना पशुहरू हुनुपर्छ होइन। मरिलो कत्रो ठुलो मरिलोको झाङ्रा चाहिँ यहाँ। पाकेको मरिलो यसलाई यता नपाक्यो कस्तो अमिलो। यता नपाक्यो कस्तो अमिलो भयो। टिम्बुरको बोट, लेकको टिम्बर साह्रै मिठो। आलुसँग, पिँडालुसँग, सिस्नोसँग खानको कम्ती मजा हुन्छ। यो हाम्रो सोलुको अर्ग्यानिक मसला है। यो मसला हालेपछि अरू मसलाको त कामै छैन। बजारमा पाइने मसलाको कामै छैन। यो भर्खर माथि फल्दै रहेछ सानो। अहिले अचार हाल्ने बेला चाहिँ यो भयो क्या। अचार हाल्यो भने यसको यस्तो मिठो हुन्छ। अचार बनायो भने यतातिरको आलुचा त कति छिटो पाक्न आँटेछ त नि, तर मसिनै छ, पाक्नु लागेको छ। कति बाक्लो परेको आम्मा आलुचा निकै बाक्लो फल्याएर चाहिँ कन्चाइको हो। हामी टिप्न चाहिँ टिप्दैनौँ, किनभने हाम्रो त्यस्तो बानी छैन, छिपेको नि छैन। हामी टिप्दैनौँ, यसो देखाएको मात्रै हो। जसको भए पनि देखाउनु त मिल्यो नि त।